पनि स्वागत छ नेपाली राइडर ब्लगमा। अनि रोड हिँड्दै 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 चिसो लाग्यो गाइज, कस्तो चिसो लाग्यो यार, पेट दुखिरहेको छ गाइज। अनि आज चाहिँ ब्लग हुँदैछ अनि हिँड्दै छ नेपाली चाहिँ रोडै। भाइ त पागल हो, हाई त पागल हो। अलि मिलाएर भन्न, मिलाएर डाइलग दिउँ न, मिलाएर यो भाइरल गर्नुपर्छ यो भाइलाई साथीहरू। यो भाइ हो क्या, ल यता छौ काले दाइले लगाएको काले चटोटा ल त गाइस अगाडि भाइ कुद्दैछ अनि दायाँमा हेर्न सक्नुहुन्छ अन्धकार भइसकेको छ। अब हामी अन्धकारबाट चाहिँ हिँड्न नसक्ने भएको कारणले फर्किँदैछौँ र राइडमा छ भाइ, हाम्रो साइडमा छ भाइ। ल भाइ के बोल्छ समातेर बोल। ल त दस समो त यता मलाई देखाउ त दस। सो गाइस जाडो भयो है, पेट दुख्यो अनि यसलाई चाहिँ अब लाउन लाग्यो। अब लाउने अनि हिँड्ने, टक्क चिसो भयो अनि हिँड्ने। हाम्रो काम भन्ने चाहिँ आज हिँड्ने राइड हुँदैछ, हिँडेर आज खुट्टाको राइड हुन्छ। अरू साइकल राइड, बाइक राइड जान्छ, गाडी राइड जान्छ, हामी चाहिँ हिँडेर। हामी पिन्थेर जाँदैछौँ भन्नु न यार। दिस इज द लिङ्गेपिङ हामी चाहिँ सो अनि फेरि पिङ खेल्न जान्छौँ। पिङ खेल्न त नजाने, म त नजान सक्छु होला सायद, अब किनकि मलाई पेट दुखिरहेको, टोइलेट पनि आइरहेँ अनि टोइलेट लगाइरहेँ। ल भाइहरू खेल्छ नि ल, यो भाइ खेल्छ अरे ल पिङ हाल्नु पर्ला है फेरि, हाल्नु पर्ला। मिलाउनु छ नि हल्ला अनि दोस्त गाइस यहाँबाट त्यस्तो छ। योभन्दा माथि अझ भिडियो बनाउनु मिल्छ तर अलि के भन्नु मोबाइल अलि अट्दैन कि मेरो। अनि ल्यापटप ल्याएन, ल्यापटप लिएर अटाएर भिडियो एडिट गर्नुहुन्थ्यो, आधी सर्ट गर्दै हाल्दै मिल्थ्यो क्या ल्यापटपबाट चाहिँ। अनि ल्यापटपबाट आधी हाल्यो अनि त्यसलाई जोड्यो अनि फेरि त्यसलाई बिचमा अब छाडा कुरा बोले त्यही गऱ्यो होइन। सो देख्न सक्नुहुन्छ यतातिर धेरै अन्धकार भइसकेको छ, लाइट बाल्न पर्ने रहेछ यार बरु। ल गाइस म लाइट बाल्नु चाहिँ त अब। हेलो गाइस फेरि पनि आइसकेको छु म फेरि अघिको अगाडि क्यामेरा, ब्याक क्यामेरा, अब चाहिँ सेल्फी क्यामेराबाट आइसकेको छु भिडियो बनाउँदै। देख्न सक्नुहुन्छ कस्तो कालकालै आउनु थालिसक्यो हो अब, किनकि अब बेलुका नि भइसक्यो। चारैपट्टि देख्न सक्नुहुन्छ, पुरै अन्धकार भइसकेको छ। हामी यो पुलबाट जाँदैछौँ, देख्न सक्नुहुन्छ पुल अब के भनिदिन्छ होइन, पुलबाट जाँदैछौँ। यता चाहिँ गाडी पानी मिलर के अरे जारमा, यता चाहिँ पानी गनाएर यहाँ भमिट आला जस्तो भइसकेको छ क्या गाइजहरू। यहाँ चाहिँ अनि यो फोहोर पानी रहेछ क्या, दूषित पानी हो फोहोर पानी। यो चाहिँ यस्तो फोहोर हुन्छ होइन। यता धान काट्दै हुनुहुन्छ, धान काट्दै हो कि धानको नल उठाउँथ्यो होला नि। सो गाइज यहाँ चाहिँ हामीलाई अघि भर्खर स्वागत गरेको थियो मान्छेहरू थियो, अहिले चाहिँ छैन। अघि भिडियो बनाउनु पर्ने थियो तर मेरो मुहान अलि भिडियो नबनाउनु नमिल्ने भएको कारण। अनि कौवा छ यहाँ कस्तो हेर तिम्रो मितहरू उडेर गयो है। अनि सो गाइस देख्न सक्नुहुन्छ हाम्रो ब्लग सुरुवात मोबाइलको लाइट बाल्दै। अब चाहिँ यो के अरे यो पोस्टर के भन्छ नि, यो यहाँ चाहिँ हामीलाई स्वागत गरेको थियो अनि यहाँबाट मान्छेहरू गइसकेका छन्। यो चाहिँ खै कार्यक्रममा टाँसे जस्तो लागेको थियो गाइस। नगरपालिका वडा नम्बर 2 दुवाकोट। ल गाइस यहाँ आउन सक्नुहुन्छ, मलाई भेट्नु मन छ भने भक्तपुर बस्दैछु। भक्तपुर फेरि होस्टेलमा बस्ने हो गाइस। आज चाहिँ देख्न सक्नुहुन्छ बत्ती बालिरहेको छ। 2 दिन जति छुट्टी हुन्छ, भोलि नि छुट्टी हो, आज नि छुट्टी होइन, हिजो आज भोलि 3 दिन त भइसक्यो। अनि हिजो त हाफ डे हो नि त, हाफ पढा हो नि त। अनि गाइस कलेज पढ्नाले कति गाह्रो हुन्छ है। अब के गर्नु सो गाइस। अनि होइन कलेज हाम्रो लागि कलेज। सो फाइनल गाइस हामी चाहिँ कलेज पढ्न आएको है। अनि कलेज पढ्ने भाइको हालत हेर्नु नि, हालत कट्टु लगाएर आउँछ यार। यो त उसको हालत
मेरो हालत त के गर्नुहुन्छ होइन म त यस्तै उस्तै होइन जस्तै नि मान्छे म ल सो गाइस यता धान थन्काउँदै हुनुहुन्छ धान काट्ने कार्यक्रम थन्काउने कार्यक्रम सो फाइनली युट्युबमा भाइरल गरिदिने होला माया गरिदिने